इतिहास सधैँ किताबका पानाहरूमा मात्रै लेखिन्छ र? आहा, लेखिँदैन। केही कथाहरू त मानिसहरूको सम्झनामा पुस्तौं पुस्तासम्म जीवित रहन्छन्। आज हामी यस्तै एउटा शक्तिशाली मौखिक इतिहासको गहिराईमा पुग्दैछौँ। यो हो पन्त दाजुभाइको गाथा। यो कथाले हामीलाई इतिहास भनेको के हो भनेर फेरि सोच्न बाध्य बनाउँछ। यही प्रश्न हो जसले आजको हाम्रो यो चर्चालाई दोहोऱ्याउँछ। हामीले सुनेका कुराहरू जसको कुनै लिखित अभिलेख छैन, के त्यसलाई विश्वास गर्न सकिन्छ? के कुनै कुरालाई सत्य मान्न लेखिएकै हुनुपर्छ त? आउनुहोस् यसैको जवाब खोज्ने प्रयास गरौँ। आज हामी खोतल्दैछौँ दुई दाजुभाइ रघुनाथ र बागेश्वर पन्तको कथा। यो उनीहरूको साहस, ज्ञान र समाजमा एउटा ठूलो परिवर्तन ल्याउनका लागि गरिएको एउटा महाकाव्य यात्राको कथा हो। ल सुरु गरौँ हाम्रो कथाको पहिलो अध्याय, एक अलिखित इतिहास। हाम्रो कथाका नायकहरू हुन् रघुनाथ र बागेश्वर पन्त। सोच्नुस् त, 13औं शताब्दीको अन्त्यतिरका दुईजना भर्खरै 20 वर्षका ब्राह्मण युवा। यो कुरा हो आजभन्दा धेरै पहिलेको, लगभग 1293 ईस्वीतिरको। त्यो मध्ययुगीन भारतको समय थियो जब समाजमा ठूला ठूला परिवर्तनहरू हुँदै थिए र पुराना मान्यताहरूमाथि प्रश्नहरू उठ्न थालेका थिए। उनीहरूले आफ्नो यात्रा सुरु गरे पुणेबाट, र यात्रामा जे देखे त्यसले उनीहरूको मन पोल्न थाल्यो। समाजमा जताततै भ्रष्टाचार, नैतिक पतन। उनीहरूले सोचे, हुँदैन, यसलाई त बदल्नै पर्छ, र यही अठोटले उनीहरूको महान यात्राको सुरुवात भयो। अब हेरौँ उनीहरूको यो सुधारको यात्रा कति विशाल थियो। यो कुनै सानोतिनो अभियान थिएन। उनीहरूले भारतीय उपमहाद्वीपको विशाल भूभाग पार गरे, गुजरातको समुद्री तटदेखि लिएर नेपालको अग्लो पहाडसम्म आफ्नो प्रभाव छोडे। उनीहरूको यात्राको नक्सा हेर्दा त पुणेबाट सुरु भयो, होइन? अनि गुजरात पुगेर सोमनाथ मन्दिरमा सुधार गरे, त्यसपछि राजस्थानका राजाहरूलाई सल्लाह दिए, अनि उत्तराखण्डका पहाडहरू हुँदै आखिरमा नेपालको पाटन र पिलकोटसम्म आइपुगे। प्रत्येक ठाउँमा उनीहरूले आफ्नो ज्ञानको छाप छोड्दै गए। अब उनीहरू साधारण प्रचारक मात्रै थिएनन् है। उनीहरूको ज्ञान यति तेज थियो कि ठूला ठूला राजाहरू पनि प्रभावित भए। कत्युरी राजा गङ्गाधरले त आफ्नो सल्लाहकार नै नियुक्त गरे। पाटनमा त झन् राजगुरु मतलब रोयल प्रिसेप्टर नै बन्नुस् भनेर प्रस्ताव आयो। अहिलेसम्म त सबै ठिकठाक थियो, तर अब आउँछ कथाको सबैभन्दा नाटकीय र खतरनाक मोड। पिलकोटको त्यो दुर्गम ठाउँमा उनीहरूले आफ्नो जीवनकै सबैभन्दा ठूलो चुनौतीको सामना गरे। उनीहरूको चुनौती थियो मोष्टा। यो एउटा शक्तिशाली स्थानीय देवताको नाम थियो। यसको पूजा गर्ने तरिका अलि फरक थियो। स्यामनिस्टिक परम्परामा आधारित, मतलब प्रकृति र आत्माहरूको पूजा गर्ने पुरानो चलन, जुन त्यति बेलाको हिन्दू धर्मको मूलधार भन्दा अलि अलग थियो। र सबैभन्दा डरलाग्दो कुरा के थियो भने त्यो देवतालाई खुसी पार्न एउटा भयानक मूल्य चुकाउनु पर्थ्यो। त्यो थियो मानव बलि। यो क्रूर प्रथा देखेर पन्त दाजुभाइ चुप लागेर बस्न सकेनन्। यो उनीहरूको सुधार अभियानको सबैभन्दा कठिन परीक्षा थियो। उनीहरूले यो प्रथालाई एकदमै व्यवस्थित तरिकाले अन्त्य गरे। पहिलो चरण सिधै खुले आम चुनौती दिए। त्यसपछि 7 दिनसम्म चर्को सङ्घर्ष चल्यो, जहाँ उनीहरूले आफ्नो पक्षमा जनमत तयार पारे, र अन्त्यमा उनीहरू काशी गएर कल्पाल भन्ने नयाँ देवताको मूर्ति लिएर आए र त्यो क्रूर परम्परालाई सदाको लागि बन्द गरिदिए। ल, कथा त कति रोमाञ्चक, तर अब हामी कथाकारबाट जासुस बन्ने बेला आएको छ। अब हाम्रो प्रस्तुतिको दिशा बदलिन्छ। यो एउटा गाथा मात्रै हो कि इतिहासको कुनै हराएको पन्ना हो? आउनुहोस् यो रहस्यको पर्दाफास गरौँ। अब सबैको मनमा एउटै प्रश्न छ, होइन त? के यो सब साँच्चै भएको थियो होला? के रघुनाथ र बागेश्वर पन्त भन्ने मान्छे साँच्चै थिए? के उनीहरूले साँच्चै मानव बलि रोकेका थिए? अब विश्लेषणको पालो। यसको उत्तर खोज्न हामीले इतिहासलाई हेर्ने दुईवटा तरिका बुझ्नुपर्छ। एउटा हो मौखिक परम्परा, जुन कथाहरूमा, भावनाहरूमा र संस्कृतिमा जीवित रहन्छ तर समयसँगै थोरै बदल्दै जान सक्छ। अर्को हो लिखित अभिलेख, जुन तथ्यमा आधारित हुन्छ तर अक्सर शक्तिशाली मानिसहरूको मात्र कथा भन्छ, सामान्य मानिसका कुराहरू छुट्छन्। अब हामी यो कथाभित्र लुकेका केही ऐतिहासिक सङ्केतहरूलाई एक-एक गर्दै जोड्ने प्रयास गरौँ, जसले हामीलाई सत्यको नजिक पुर्याउन सक्छ।
जब हामी कथा र इतिहासलाई सँगै राखेर हेर्छौँ नि, अचम्मको कुरा देखिन्छ। कथामा पुणेका दाजुभाइ भनिएको छ, इतिहासले पनि महाराष्ट्रबाट पन्तहरू बसाइसरेको देखाउँछ। कथाको मोष्टा देवता इतिहासको मस्टो देवतासँग ठ्याक्कै मिल्छ। अनि त्यति बेला उत्तराखण्ड र पाटनमा शासन गर्ने राजाहरू पनि कत्युरी र मल्ल नै थिए। यो संयोग मात्रै हो त? पहिलो र सबैभन्दा बलियो सूत्र त उनीहरूको थर नै हो पन्त। आज पनि उत्तराखण्ड र नेपालमा यो एक सामान्य ब्राह्मण थर हो र ऐतिहासिक रेकर्डले के भन्छ भने 12औंदेखि 16औं शताब्दीको बीचमा महाराष्ट्रको कुङ्कड क्षेत्रबाट पन्त परिवारहरू बसाइसरेका थिए। समय पनि ठ्याक्कै मिल्यो। यसले कथालाई एउटा बलियो ऐतिहासिक आधार दिन्छ। अब दोस्रो सूत्रमा जाउँ, त्यो देवता। कथाको मोष्टा देवता त्यस क्षेत्रको खस जातिको वास्तविक मस्टो देवतासँग एकदमै मिल्दोजुल्दो छ। र दुःखको कुरा, मानवशास्त्रीय रेकर्डहरूले पनि उत्तराखण्डका केही भागमा मानव बलिको प्रथा थियो भनेर पुष्टि गर्छन्। भनेपछि यो सुधारको कथा पनि त्यो बेला भइरहेको वास्तविक धार्मिक परिवर्तनकै एउटा हिस्सा हुन सक्छ। र तेस्रो सङ्केत, राजाहरू। कथामा भनिए झैँ त्यो समयमा उत्तराखण्डमा कत्युरी वंश र काठमाडौँ उपत्यकाको पाटनमा मल्ल वंशकै शासन थियो। अनि भारतबाट आएका विद्वान ब्राह्मणहरूलाई सल्लाहकार राख्ने चलन त एकदमै सामान्य थियो। यी सबै कुराले कथालाई झन बलियो बनाउँछ। त्यसो भए यी सबै टुक्राहरूलाई जोडेर हेर्दा के देखिन्छ त? यो कथाभित्रको असली सत्य के हो? अब हामी निष्कर्षमा पुग्दैछौँ। कुरा के हो भने, होला रघुनाथ र बागेश्वरको नाम इतिहासको कुनै किताबमा नलेखिएको होला, तर त्यो महत्त्वपूर्ण होइन। महत्त्वपूर्ण कुरा के हो भने, उनीहरूको कथाले एउटा ठूलो सांस्कृतिक स्मृतिलाई, एउटा ठूलो ऐतिहासिक आन्दोलनको यादलाई बोकेर हिँडेको छ। त्यसैले अन्ततः यो गाथा केवल एउटा कथा मात्रै होइन, यो त एउटा शक्तिशाली सांस्कृतिक आर्टिफ्याक्ट हो। यसले पात्रहरूको माध्यमबाट एक युगको साँचो कथा बताउँछ। मानिसहरूको बसाइसराईको कथा, फरक फरक धार्मिक विचारहरू बीचको सङ्घर्षको कथा र समाज सुधारको कथा। अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाउँ। कुन चिज बढी शक्तिशाली हुन्छ? किताबको पानामा कैद भएको एउटा निर्जीव तथ्य, वा पुस्ता पुस्ताको मन र मुखमा जीवित रहेको एउटा जीवन्त कथा?